सबैलाई फेरि पनि वेलकम ब्याक टु दि च्यानल न्यू डे न्यू भ्लग है। अब चाहिँ गुड मर्निङ है साथीहरू, तपाईँहरू चाहिँ मस्त सुतिरहनु भएको छ होला। आफू चाहिँ अब युद्ध खेल्नलाई लाग्यो। बिहानै चाहिँ यो हाम्रो पुरीको स्विट्स भन्छ त्यो बनाउनु पर्छ मैले चाहिँ होइन। यो खालको पुरी बनाउनु पर्छ सानो टिक्का धेरै नबोल्नु, अहिले कोही आइदियो भने तनाव हुन्छ होइन। सो त्यही हो, ड्युटी चल्दैछ, ड्युटी गर्दैछु, सबैले देखाउनेछु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुहोस्। लेट्स गो फर 4K फ्यामिली भेरी सुन है। ल अब चाहिँ गुड मर्निङ है साथीहरू, तपाईँहरू चाहिँ मस्त सुतिरहनु भएको छ होला। आफू चाहिँ अब युद्ध खेल्नलाई लाग्यो। मस्त 6 बजिरहेछ, 6:30 भयो होइन। अनि अब मेरो चाहिँ ड्युटी टाइमिङ सर्दिएर फेरि चा भइरहेछ। आज फेरि त्यस्तै भयो, सुताइ पनि छैन होइन। अब कसरी गर्ने होला 10 घन्टाको युद्ध भनेर सोचेर म तनाव भइरहेछ आज है। अब जाने हो, ड्युटी गर्ने हो, भरे 4, 4:30 बजी 5 बजीतिर आइन्छ, रुम आइन्छ। अनि अब त्यही हो, अब हेरौँ। आजको ब्लग थालिसकेको छु। हेलो एन्ड नमस्ते सबैलाई फेरि पनि वेलकम ब्याक टु दि च्यानल न्यू डे न्यू भ्लग है। सो यस्तै छ, कहाँ छु कस्तो छु नभनौँ, जहाँ छु अनौठो छ ठाउँ, एक्लोपन यस्तोहरूले सताउँछ। हेर्ने हो भने पाहाडहरू नै छ नि होइन। यो चाहिँ सबै पाहाडहरू, यिनीहरू अब बिल्डिङहरू। सो त्यही हो, लेट्स सी आज कस्तो हुन्छ के हुन्छ। अब ड्युटीमा फोन चलाउन पाउँदैन होइन, ड्युटी पनि देखाउँदै है त। ल अहिले चाहिँ राखेँ, अब एकैचोटि भरे भेट्छु होला 10 घन्टाको युद्ध खेलेर, अथवा बिचमा म आउने नै छु। अब यता लोकल्सहरूको घर छ, अनि अब यिनीहरू प्राइभेसी हुन्छ क्या उनीहरूको, सो खिच्नु अलिक मिल्दैन। सो ल अहिले चाहिँ राखेँ, ड्युटी गर्ने ठाउँ है यो। तपाईँहरूले बुझ्नु हुँदैन होला यो के भनेर लेखेको, इन्स्टाग्राममा हेर्नुहोस् है। ल लागेको अब म एप्रोन हातमा बोकेर चाहिँ है त साथीहरू, लाग्यो है लाग्यो। अहिले चाहिँ म ट्याक्कै ड्युटीमा छु है। अब माथि क्यामेरा छ, अनि फोनतिर हेरेर बोल्नु पनि भएन। अब चाहिँ 10 घन्टा सुत्दिनँ, हाम्रो आधी घन्टा छ। आधी घन्टा पछाडि चाहिँ म यहाँबाट निक्लिन्छु। अनि किचनभित्रको काम सकिसकेर चाहिँ अहिले बाहिर एज अ अर्डर लिने पनि हानिदिन्छु, म अलराउन्डर हानिदिन्छु है। अनि अहिले चाहिँ म ड्युटीमै छु। सो क्यामेराले हेरिरहेको हुन्छ, अनि तनाव हुन्छ क्या, त्यही भएर म क्यामेरामाले हेरेर पनि बोलेको छुइनँ। त्यो यस्तै हुन्छ। ल साथीहरू, अब चाहिँ रुम आइयो होइन। यहाँ फेरि रुम छेउमा कसले कुखुरा पालेको छ, यस्तो गाडी कराउने। अब हाम्रो रुम चाहिँ यहाँ छ। अहिले म खानाहरू बनाउँछु, अब त्यति बेला हेरौँ। अब चाहिँ फ्रेस हुन्छु, ड्युटी सकेर आएँ। घाम यस्तो छ है, ओन्ली 38, 39, 40 होला अहिले। बेलुका आँटिसक्यो। ल ल गाइस, अहिले चाहिँ अब यो अस्ति नै ब्लग थालेको के गर्ने कसो गर्ने। अहिले चाहिँ म मेरो ड्युटी एरिया आइसकेको छु। सो बिहानै चाहिँ यो हाम्रो पुरीको स्विट्स भन्छ त्यो बनाउनु पर्छ मैले चाहिँ होइन। सो किचनभित्रको काम हो मेरो चाहिँ। यहाँ यस्तो छ किचनहरू। अब यो सबै देखाउनु मिल्छ मिल्दैन थाहा छैन। चारैतिर सिसी क्यामेरा छ। अहिले फ्ल्याटै कोही आइदियो भने तनाव हुन्छ। सो म ड्युटीमा आइसकेको छु। अनि अब आज चाहिँ ब्लग कन्टिन्यू गर्छु भनेर सोच्दैछु होइन। यस्तो गर्मी छ बाहिर, यस्तो गर्मी छ, एसी खोलेर पनि मलाई पसिना आइरहेको छ क्या साथीहरू। तनाव छ, गाह्रो छ होइन। अब मेरो ड्युटी सुरु हुन्छ, तपाईँहरू हेर्दै गर्नुहोस् कस्तो हुन्छ के हुन्छ। तपाईँहरूलाई सबैले देखाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। लेट्स गो फर 4K फ्यामिली भेरी सुन है। आज म्यानेजर आयो भने पनि ल्याङ हुन्छ, कोही आयो भने अरबा आयो भने झन् ल्याङ हुन्छ होइन। तर मर्निङ हो, त्यस्तै कोही आउँदैन। यहाँ फ्रिज छ, यहाँ सामानहरू हुन्छ है त। बनाउँछु बोल्नु। अनि अब विदेश भनेर के गर्ने है, विदेश भन्नु मात्रै छ, नामको मात्र विदेश हुँदो रहेछ। विदेश आएर मान्छेहरू डिप्रेसनमा चाहिँ जाने रहेछ। एक्लो हुन्छ, म अब एक्लै छ, मेरो ड्युटी होइन। भरे रुम गयो भने अरू सबै ड्युटी गइसकेको हुन्छ। अनि के गर्नु, गाह्रो छ। विदेश भन्नु मात्रै हो क्या भाइ।
भेरी सुन अब दामी खालको कन्टेन्टहरू आउँछ। यसो घुम्नु गएको, बाहिर बिचतिर निक्लेको होइन, यसो नाइट लाइफहरू देखाउँछु तपाईँहरूलाई। सो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। गाउँले भ्लग अहिले अब अलिकति केही टाइमको लागि सहरिया भ्लग भएको छ, प्लिज डोन्ट माइन्ड होइन। गाउँले भ्लग त गाउँले नै हो क्या, जे जस्तो भने पनि गाउँले नै हो होइन त। अब म पुरा यो पुरी बनाउनुमा पुरा पर्फेक्ट भइसक्यो। नेपालमा गएर पुरी दोकानै खोल्छु जस्तो मलाई त्यो भित्रैबाट फिलिङै आइदिइसकेको छ कि मिस्टर सबिनले अब पुरी दोकानै खोल्छ नेपालमा गएर। पुरी सब्जी नआओस्, केही न केही गर्नुपर्छ। तर यतिको 10 घन्टा 12 घन्टा चाहिँ नेपालमै दुःख गर्नु पर्दैछ होइन। आइयो विदेश ठिक छ, विदेशले यति धेरै कुराहरू सिकाएको छ। म तपाईँहरूलाई कुनै दिन फुर्सदको बेलामा होइन विदेशले के चाहिँ तपाईँहरूलाई सिकाउँछ, जस्तो कि म जस्तो अल्छेलाई भनेर म तपाईँहरूलाई भन्छु एक दिन दामी टाइम मिलाएर होइन। सो यो भ्लगमा चाहिँ म मेरो एक्सपिरियन्सहरू तपाईँहरूलाई सेयर गर्छु। सो स्टे ट्युन फर द्याट होइन। साथीहरूको याद आउँछ, त्यो साथीहरूसँग बल्लारेर अल्लारेर घुम्नु गएको दिनहरू याद आउँछ, साथीभाइहरूको एकदमै याद आउँछ। अनि त्यो दिन फेरि कहिले आउँछ होला भनेर सोच्छु होइन। कहिले तनाव छ, गाह्रो छ साथीहरू। विदेश भनेको जस्तो सजिलो चाहिँ छैन रहेछ। मेरो बाउले 14 वर्ष कसरी काट्यो भनेर सोच्दैछु क्या म विदेशमा। मलाई त 14 महिना पुऱ्याउनै गाह्रो भइरहेको छ यहाँ होइन। विदेशमा 10 वर्ष बस्थे, 12 वर्ष बस्थे भन्नेहरूले चाहिँ कसरी काटे कि। तर दुईवटा बाटो छ, एउटा रमाइलो पनि छ, एउटा नरमाइलो पनि छ। सो कुनलाई बढी प्रायोरिटी दिने भनेर चाहिँ तपाईँहरूमै भन्नुपर्छ। म रमाइलोलाई नै बढी फोकस गर्छु। दुःख त छ, अफकोर्स छ होइन, तर जस्ट फोकस्ड इन पोजिटिभ थिङ्स, बी पोजिटिभ। टक्क लगाएर यसरी पुरी बनाउने अनि यसमा भरेको यो गुलियो पुरी हुन्छ क्या। अब हाम्रोतिरको पुरी कस्तो हुन्छ अर्कै हुन्छ, यहाँनिर चाहिँ अब यो यसलाई स्विट्सको रूपमा बनाइन्छ है। एउटा स्पाइसी हुन्छ, एउटा स्विट हुन्छ, दुई खालको पुरी बन्छ हाम्रो यो पुरी चाहिँ। एसी खोलेर पनि गाँडबाट पसिना निस्किरहेको छ है, यस्तो गर्मी छ। बाहिर त झन् बाहिरको काम गर्नेले चाहिँ कसरी गर्छ भन्छु क्या म यार साथीहरू। मेरो त ठिकै हो होइन, हामी जस्तो भित्रको काम हुनेहरूलाई त ठिकै हो। तर बाहिरको काम हुनेहरूको त ल धेरै नबोल्नु, अहिले कोही आइदियो भने तनाव हुन्छ होइन। सो त्यही हो, ड्युटी चल्दैछ, ड्युटी गर्दैछु। राखेँ साथीहरू, कोही आयो भने तनाव हुन्छ है त।